गुड मर्निङ नमस्ते सबैजनालाई गुड मर्निङ। म ओछ्यान मिलाउँछु। सो गाइस अबदेखि मैले ओछ्यान पनि मिलाइसकेँ। अब चाहिँ म नुहाउन जान्छु। हेलो गुड मर्निङ सबैजनालाई नमस्ते छ। अनि म चाहिँ अब एकछिन सुतौँ भनेको थिएँ होइन आज चाहिँ, तर पनि फेरि मेरो पहिलेको खानाको कन्ट्रोल हो त्यो चाहिँ अलिक ढिलो उठ्छ त, त्यसलाई मेरो चाहिँ मनले मान्दैन। त्यही भएर चाहिँ म चाहिँ उठेर चाहिँ आलु बसाइदिएको। अब त्यो आएर चाहिँ पकाउँछ होइन, किनभने 9 बज्न आँटिसक्यो। त्यही भएर चाहिँ म चाहिँ पानी खाँदैछु साथीहरू। अब ड्युटी पनि आइसकिसक्यो होइन। म त फाइनली अब कस्टमर हेरेँ मेनिक्योर पेडिक्योर फेसियल म स्टार्ट गर्नु लागि गएको। सो गाइस मैले चाहिँ मेनिक्योर पेडिक्योर गरिसकेर पनि होइन, एउटा क्लाइन्टलाई चाहिँ एटेन्ड गरिसकेर पनि अर्को क्लाइन्ट पकेको छु। ऊपर हेरिहाल्नुहोस् पेडिक्योर रेडी गरिरहेको छु। अन्त उसको त हातमा डिटेल प्याक पनि छ। त्यो डिटेल प्याक चाहिँ अब म ल्याउनु जान्छु तल। अन्त भर्खर मैले फर्स्ट नगरेको जो पेडिक्योर मेनिक्योर छ उसको चाहिँ नेल्स गर्दैछ। मेरो सिस्टरले चाहिँ नेल्स गर्दैछ। उसको नेल्स भएपछि फेरि उसको पनि फेसियल छ गाइस। अब चाहिँ म डिटेल प्याक गर्छु। अब डिटेल प्याकहरू चाहिँ तल जाँदैछ नि त, किनकि हाम्रो स्किन सर्भिस तल हुन्छ। उकालो चाहिँ नेल्सको होइन, डिटेल प्याकहरू पनि आएँ। सो गाइस मैले डिटेल प्याक पनि लगाइसकेको छु होइन। मलाई हेरिहाल्नुहोस् अब चाहिँ म खाना खान्छु। पेडिक्योर प्याक गरिरहेको छु अन्त डिटेल लगाएको छु। मैले चाहिँ सकेँ। अब चाहिँ म सोच्दैछु कि 15 मिनट भनेको छु, त्यति भित्रमा चाहिँ म खाना खाइसक्छु। किनकि मेरो यो पछि पनि पेडिक्योर छ, मसँग फेसियल छ। छैन भने चाहिँ खाना खाएर सब भोक लागेको छ। बजे यत्तिकै छ, हात पनि धरिरहेको छ। गाइस हामी चाहिँ तल र माथि तलको पनि गर्नुपर्छ। माथि त ताले गर्दाखेरि वेट पनि लस्ट हुन्छ, तर पनि खै बुढीको चर्बी नै जाति हुँदैन गाइस होइन। अब मैले चाहिँ खाना खानु भयो पहिला भने छिटो रेडी गर ल भने गाई खाना चाहिँ यस्तो छ। अब हाम्रो चाहिँ खाना खानु चाहिँ सानो छ, राइस छ, दाल छ, आलुको भुजिया रहेछ। आज पनि साथीहरूले बरु पनि हामी खाना खाँदा रेडी, किनकि हाम्रो कस्तो छ हतार छाएपट खाइहाल्छौँ ल। सब्जीमा चाहिँ हालको छोरी हाल्नु, दालमा दालतिर चाहिँ सुक्खा खोर्सानी झार्नु भन्छु। लु गाइस हामी चाहिँ कस्टमरहरूलाई पनि राम्रोसित खाना पनि खानु पाउँदैन कि म चाहिँ खाइसकेँ हो। खाइसकेर पनि मेरो साफ गरेर गएको। बहिनी चाहिँ खाइछ, महिना चाहिँ भने मैले बिस्तारै खाऊ स्लोली खाऊ, मेरो प्राइस छैन। म चाहिँ गएको, अब म चाहिँ गएको। सो गाइस मैले चाहिँ पेडिक्योर स्टार्ट गरेँ, तर मेरो क्लाइन्टले चाहिँ पुरा जुस खाँदैछ, त्यसलाई जुस खाँदैछ। त्यही लागि चाहिँ पेडिक्योर अलिकति स्टप गरेको। फाइनली मैले चाहिँ पेडिक्योर अर्को पेडिक्योर पनि गरिसकेँ होइन। अब चाहिँ म फेसियल गर्न आँटेको। फेसियल स्टार्ट गर्नु दिएको अर्को कस्टमरको। त्यो चाहिँ खाना खाने रहेछ। म फेसियल पनि कम्प्लिट भयो होइन। म चाहिँ कस्तो भयो किनकि मैले ध्यान दिनुको कस्टमरहरू चाहिँ होइन पनि राम्रोसँग पाएको थियो। अन्त भर्खरै कम्प्लिट भयो फेसियल। धेरै हुन्छ भने चाहिँ छ यो हुन्छ भने वास 15 मिनट भनेको मैले अन्त
भन्दाखेरि रेडीको मात्र फेरि अरू क्लाइन्टहरू छैन त्यसो लाग्यो अझै बिहान यस्तै छ यहाँ भर्खर उयो गरेर के अरे रिटर्न ब्याग लगाएर आएँ एकपट्टिको डिटेन रिमुभ गरेर अर्कोपट्टि रिटर्न ब्याग लगाएर आएर पनि तर पनि मेरो साथी स्लो मोसन साथीले आज चिया बनाएर रेडी हो अब म के गर्नु त खानु पाउनु कहाँ छ चिया पनि त्यही त गाइस अन्डा भएको म त खै के खाएको भनौँ आज चिया खाइसकिसक्यो होइन चिया पनि खाइसकिसकेँ अब उसमा फेरि फेसियल हुनु त नटेको मैले फेसियलमा चाहिँ डिफरेन्ट प्याक लगाइदिएको छु अर्को कस्टमर हो त्यो चाहिँ अरूसँग मागेर नि तपाईँको कस्टमर हो त्यसलाई चाहिँ मैले क्या अब कहिले पनि के गर्नु लास्टको पेजर पनि मैले पनि गरेर बसिरहेको छु होइन यही खाएको लगाइकन के भन्नु अब एकछिन पनि बसेको छुइनँ चाहिँ चिया पनि प्याक लगाएर खाएको 11 बजी 11:30 पिछे होला अहिले तपाईँको 6:30 आँटिसक्यो पनि प्याक लगाएर बसेको अब प्याक रिलिज गर्नु छ त्यो भ्याक्सिन छ होइन आज त महिनाको लास्ट विक भनेर चाहिँ अब हुँदैन होला त्यस्तो तर ब्राइडलहरू सो अब गर्नु पऱ्यो के गर्नु पर्छ गर्नु कस्टमरहरूले गरेको मिठै पऱ्यो अहिलेसम्म छैन अब के गर्दैछ यस्तो हुनुपर्दा चाहिँ कस्टमर एकदम भिड छ हरू पनि सबै तुरेर चाहिँ हामीले क्लिन गरिरहेको छौँ सबै क्लिन गरिरहेको छौँ सबै पेटिकेटहरू तोडेर ऊपर मेरो बहिनीले नेल्स त बनाउँदैछ नेल्स त बनाइसकेको छैन मेरो बहिनीले चाहिँ लास्ट ब्राइडलको पनि छ होइन फेसियलहरू सबै भइसक्यो अन्त मेमको चाहिँ मैले फेसियल गरेँ पेटिकेट मेनिकेयर जस्तो अन्त मेम पनि छ सबैजनाको भइसकिसक्यो अब चाहिँ लास्ट यहाँ ब्राइडलको छ cut off these guys. Let's go.